Dilusa. Oh. 안녕하세요. 돈 없어요. 우리 마차요. 게 마차. Hello guys, namaste. Welcome back to my another video. हैन अनि म त दिलिसाले मेरो घर ताप्लेजु अहिले त हामी साउथ कोरियामा हैन अनि हिजो चाहिँ हाम्रो छुट्टी थियो हिजो छुट्टी थिएन हिजो चाहिँ हाम्रो साउले बाहिर खाना खान लगेको थियो भने आज चाहिँ हाम्रो छुट्टी अनि काम त्यति छैन अनि यहाँ छ मेरो कम्बोडियन साथीहरु अनि here I am हैन अनि आज चाहिँ हामी बजार सँगसँगै हामी चाहिँ कहाँ जाँदै छौं भने आज चाहिँ मेला पनि लागिरहेछ नि त उता अनि त्यहीतिर जाँदै छौं ल गाइस हेर्दै गर्नु होला के कस्तो हुन्छ देखाउने छु अनि गाइस अहिले चाहिँ हामीले हैन के भन्छ ट्याक्सी बोलाइरहेको छौं अनि हाम्रो कम्पनी चाहिँ यता पर हो भने हामी चाहिँ यतिखेर अलिक अगाडि ट्याक्सी आउँदै गर्छ अनि हामी पनि त्यहाँ जाँदै गर्ने भनेर हामी चाहिँ जाँदै छौं है अनि यो माथिको पुल छ नि गाइस यो पुल चाहिँ म आउँदाखेरि चाहिँ केही थिएन के मतलब केही थिएन भन्दाखेरि पनि यस्तो स्टार्टहरु केही भएको थिएन मर्मतहरु केही गरेको थिएन हैन तर म यही ठाउँमा हुँदा गाडी कुद्न थालिसके पहिला यो ठाउँ चाहिँ यस्तो पिस थियो नि मतलब कस्तो हल्लाहरु पनि आउँदैन थियो काम गर्ने बेलामा त्यही साथी बोल्यो भने मात्रै त्यस्तै हल्ला हुन्थ्यो हैन तर आज बोले त गाडीको आवाज सुई त्यस्तो हर्नहरु चाहिँ बजाउँदैन नि तर पनि यतो गाडीहरु कुदेको चाहिँ ओभर बेसी आउँछ क्या अनि हाम्रो नेपालमा भएको भए यत्रो पुल बनाउनको लागि पुल फेरि यता परदेखि यता यहाँ पर यस्तै छ के त्यो यो चाहिँ के भन्छ सुरुङ बनाएको हो नि त अनि नेपालमा भएको भए चाहिँ कति वर्ष लाग्ने थियो होला सायद हैन तर यहाँ चाहिँ बनिसकेको छ तर म यहीँनेरि चाहिँ बसेको चाहिँ 3 वर्ष हुन लाग्यो गाइस अब कम्पनी चेन्ज गरौँ भनेको भाग्यले साथ दिएछ भने चाहिँ कम्पनी पक्कै पनि चेन्ज गर्ने हो पर गाइस हो त्यहाँ त यसको इन्डिङ पोइन्ट भन्दा नि त्यहाँदेखि उता सुरुङ यहाँदेखि उता सुरुङ ल गाइस स्टे ट्युन अब चाहिँ ट्याक्सी पर्खिन्छौँ अनि ट्याक्सीमा जान्छौँ हैन अनि उता पुगेपछि हामी सब्जीहरु किन्छौँ त्यो पनि देखाउँछु अनि त्यहाँदेखि मेला लागिरहेछ नि त मेला पनि देखाउँछु गाइस अनि हामी चाहिँ ट्याक्सीबाट उत्रेर यहाँनेरि पैसा निकाल्ने ठाउँमा आइरहेको छौँ एटीएम अगाडि मेरो चाहिँ अस्ति नै निकालेको पैसा थियो साथीहरुको चाहिँ अब हामीले बाहिर सामान किन्दाखेरि चाहिँ पैसा नै चाहिन्छ के अनि अरू ठाउँमा चाहिँ यस्तो अर्को माटोदी गयो भने चाहिँ कार्डले नै हुन्छ अनि मैले चाहिँ अस्ति नै अलिकति पैसा निकालिरहेको थिएँ त्यति नै मलाई पुग्छ अहिलेलाई अनि सो पैसा निकालेर हल्लाउँदैछ खायो पुरा केटीहरुलाई जाडो नै हुँदैन म चाहिँ यति लाएर नि मलाई जाडो भइरहेछ अनि मैले चाहिँ भनेको नि त मलाई जाडो भयो भनेर भनेको अनि मैले चाहिँ यस्तो लाग्छ मलाई चाहिँ हेर त भन्छ क्या उनीहरूको मतलब अब यिनीहरू त कम्बोडियन हो म चाहिँ एक्लै नेपाली हो त्यही पनि बस्नु परेको छ जिन्दगीमा है गाइस यहाँबाट चाहिँ बजार स्टार्ट हुन्छ है अनि यहाँ चाहिँ 5 दिन बिराउँदै उयो के भन्छ बजार लाग्छ यहाँ चाहिँ फुलको खोर्सानीको बिरुवा साङछु स्ट्रबेरी खै के सबै छ है टमाटर यस्तो खानेकुराहरू पनि यहाँनिर यसरी बाहिर राख्छन् प्राय जस्तो यस्तै टेन्टमै राखिरहेको हुन्छ है गाइज म चाहिँ आज बन्दा लानुपर्ने छ अनि खोर्सानी लानुपर्ने छ हेर्नु मासुहरू पनि त्यसरी राखेको हुन्छ मासुहरू गाइज आलुहरू बट्टाको 5000 कति के पर्छ यसरी नै राखेको हुन्छ हेर्दाखेरि चाहिँ यो एक भारी देखिन्छ तर हुँदैन जाली लागेको हुन्छ म चाहिँ यसरी आलमन्डहरू पनि लानुपर्ने छ आज चाहिँ लगाएछ म अहिले भरे के सपिङ गर्छु सबै देखाउँछु अनि हेर्नुस् माछाहरू यसरी राखेको हुन्छ माछाहरू यस्तो यो नि माछै हो नि के माछा हो तर थाहा छैन मलाई ल यिनीहरूले अब के किन्छ हेर्दै जाउँ म के किन्छु अहिले भएर देखाउँछु है त गाइस 1000 रुपैयाँ रे गाइस इको खानले चुसै हो 5000 ओछन् केटीहरूले चाहिँ अनि यहाँनिर किम्ची किन्दैछ है गाइस
खिम्ची यो काँक्राको खिम्ची यो सिलामको पत्ताको त्यो खै के को हो सबै खिम्ची हो क्या यिनीहरू चाहिँ ल हेर्नुहोस् गाइज राम 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 छक्क पर्दो के को यो झिङ्गे माछाको के सबै रहेछ र मैले त अस्तिसम्म नोटिसै गरेको थिइनँ बदामको पनि रहेछ सबैको रहेछ 먹어봐 괜찮아. 캄보디아 있어. 아 캄보디아 있어 이거. 김치. 이게 배추김치 없어. 네. 배추 없어. 잘가. 네 감사합니다. ल गाइस हामी चाहिँ गयौँ है अब यो चाहिँ मासु पनि किनेको है सुँगुरको मासु अनि मोमो बनाइ खाने भनेर किमा बनाउँदैछ यहाँ लाने टमाटर किनौँ भनेको गाइस 1000 रुपियाँ अरे होइन 8वटा दानाको अनि आधी लगाउँ न 5-5 हजारको भनेर यहाँ केटीहरूलाई भन्न आइरहेको छु केटीहरू चाहिँ लुगा हेर्दैछन् सायो यहाँ पायो आमा के हो कपडाहरू गाइस यस्तो दामी रहेछ तर हामीलाई लाउँदाखेरि चाहिँ राम्रो देख्दैन दामी छ बेस्टहरू हामी चाहिँ यहाँ कम्बोडियनको मार्टमा आएको छौँ यो चाहिँ स्ट्रबेरी तर अहिले चाहिँ लास्ट टाइम महँगो छ मेरो साथीले सामान किन्दैछ के हो के राम यस्तो चाहिँ लास्टै मिठो हुन्छ है गाइस मैले पनि टेस्ट गरिसकेको छु यहाँ सामान किन्दैछ आँप हेर्नु त तर कस्तो महँगो छ यो एउटा आँपको 6000 अरे गाइस 600 रुपियाँ नेपाली के गर्नु र खानु त मन लाग्छ नि तर त्यो एउटामा त के खानु एउटामा त चित्त बुझ्दैन नखाने अब जाने हो तर के गर्नु बाहिर पानी परिरहेछ गाइस घुम्नु जाने भनेको यस्तै भइरहेछ ओ इगो अलमा हेयो अनि इगो मान इ छन् 12000 अरे है यो चाहिँ नेपाली 1200 गाइस अनि हामी चाहिँ कि सामान किनिसकेर है तिमी त रह्यो यहाँनिर फोनको कभरहरू हेर्न आएको छौँ स्क्रिन फेर्न आएको छौँ कस्तो चाहियो फोन भन्नु म एउटा पठाइदिन्छु तपाईँहरूलाई किनेर म नि हेर्छु यहाँनिर कभर मेरो पनि यो के भन्छ अलिक नराम्रो भइरहेको छ म नि अब किन्छु है यो चाहिँ मैले अहिले किन्ने भएँ सामछानुन नेपाली 300 रुपियाँ यो किन्छु अनि मेरो फोन चाहिँ हल्का फोहोर भइरहेछ त्यो पनि सफा गर्न लाउँछु गाइस खास चाहिँ हामी मेला हिँडेको कि तर पानी पर्यो होइन सामान किन्यो ढिलो भइसक्यो अनि अब जाडो भयो नि त अनि हामी जाङ्गोक खानु गइरहेको छौँ यतिखेर चाहिँ हामी यहाँनिर जेब्रा क्रसिङमा पर्खिरहेको छौँ है गाइस से हेलो नमस्ते नमस्ते 안녕하세요 돈 없어요 맞아 돈 주세요 ल गाइस अब तातो सुप खानु गइरहेको छौँ सुँगुरको मासुको अरे सुँगुरको यस्तो के भन्छ हड्डीमा मासु मिसेको हुन्छ यस्तो मेरो हुन्छ यस्तो अरे नि त रुममा चाहिँ यहाँनिर हामी आइसकेपछि चाहिँ यो हुन्छ एकदम मिठो लाग्छ मलाई चाहिँ एकदम मिठो लाग्छ मलाई म त खानु पनि हाल्छु मिठो लाग्छ यो चाहिँ
जिस्काउँदैछ मलाई पुरा लगाएछ हामी चाहिँ तातो तातो उम्लिँदै हाम्रो सुँगुरको मासु आइसक्यो है अब चाहिँ मजाले खान्छौँ हामी चाहिँ अनि किम्ची चाहिँ खाइसक्यो कि मैले अब कसलाई लिनु पठाउने हो त्यो चाहिँ थाहा छैन लिनु चाहिँ पठाउँछौँ नै हामी गाइस स्टार्ट गर्छु है त अनि यहाँ चाहिँ भात हुन्छ त्यो हल्लायो भने चाहिँ मजाले निस्किन्छ नि त टाँसिँदैन कटुकामा भन्ने डाँडामा छ है खान सकिँदैन नि चल्छ चल्दैन अब गाह्रो छ हामीलाई है अब पैसा निकाल्नु पर्यो नि त पैसै छैन गाइस पैसै छैन यो चाहिँ मेरो बाबाको फोटो है बाबा र मेरो फोटो चाहिँ छ ब्याकमा मेरो फोटो अगाडि चाहिँ बाबाको फोटो छ ल गाइस यो चाहिँ 10,000 है कोरियाको 10,000 110,000 रुपियाँ कोरियन रुपियाँ अनि यो चाहिँ नेपालको कति हो त 1000 रुपियाँ मात्रै के हो मात्रै भन्नु यतिको लागि यति खाएको यो भात र यो खाएको चाहिँ 1000 रुपियाँ नुको छ निकाल्नु यो सबैले पैसा निकाल्दैछ खाएर अब चाहिँ हामी डाइरेक्टली गाडीमा चढेर जान्छौँ होला उता के भन्छ छुब्जे भएको ठाउँमा मेलामा लागेको ठाउँमा यो चाहिँ एकदम के भन्छ पैसा निकाल्दैछ केटीहरूले यो चाहिँ 5,000 अनि यो 1,000 नेपालको 100 रुपियाँ नेपालको 500 रुपियाँ ल गाइस अब कसले तिर्ने हो पैसा गाइस अनि अब हामी चाहिँ खाइसक्यौँ होइन अनि एउटा टिकटक भिडियो बनाऊँ न भनेर भनेको क्या के भन्छ एक नम्बर एक कम्बर है खै केसे के भन्ने खालको गीत छ नि हो त्यसमा बनाऊँ न भनेर यिनीहरूलाई भनेको यिनीहरूले सिक्नु चाहिँ सिक्दैछन् है ल अब बनाउने भनेर त सोच्दैछौँ लेट्स सी जाने भनेको आज त मेला जाने भनेको त कुरै मात्रै भइरहेछ हो गाइज राम यो भिडियो त यति लामो भइसक्यो होला 1 घन्टाको त भइ नै सक्यो होला जस्तो लाग्छ गाइज अब चाहिँ स्टार्ट यहाँदेखि चाहिँ भएर यहाँनिर चाहिँ बेलुका चाहिँ पुरा लाइटिङ हुन्छ होइन अनि ओके एक नम्बर एक कम्बर है ताल सेके यस्तो दामी छ यहाँ चाहिँ मिर्याङको नदी भन्छ अन्नी छाजङ्ग अनि यस्तो हो अनि उहाँनिर चाहिँ कन्सर्ट जस्तो हुन्छ क्या मतलब कन्सर्ट जस्तो भन्दाखेरि पनि यो पहिला चाहिँ यो के भन्छ यो ठाउँ चाहिँ वार भएकोहरू चाहिँ देखाउँछ क्या त्यस्तोहरू देखाउँछ अन्नी दुरी उडी त छ कि खायो खायो गाइस अब यहाँनिर एकछिन टिकटक बनाउँछौँ है ल अनि त्यहाँदेखि फेरि भेट्ने हामी स्टार्ट भइरहेको रहेछ गाइस खानेकुराहरूको यो चाहिँ के भन्छ राखेको रहेछ है ठाउँहरू के हो खानेकुराहरू चक्लेटहरू केटीहरू छुट्दै हिँड्छन् है खाजा हाने यो ठाउँ रहेछ क्या के भन्छौ हाम्रोतिर बिर्से मैले के भन्छ भनेर
हामीले यस्तो छौँ सबैजना अघि दिउँसो त ठिकठिकै घाम लागिरहेको थियो अहिले त पुरा जाडो भइरहेछ क्या मजा टोपीको रहेछ यहाँ चाहिँ यो के बुनेको लुगाहरू रहेछ यहाँ चाहिँ केटीहरू हेर्दैछन् के हो यस्तो थाहा छैन यहाँनिर स्कार्फहरू रहेछ ब्याग हेर्नुहोस् गाइज यो के हो के यस्तो ब्याग त मसँग पनि छ कि तर अलिक ठुलो बडा छ है ल्याम्प हेर्नु गाइज यहाँ चाहिँ के राख्ने हो काठको यस्तोहरू रहेछ अनि के नि 이거 비누 साबुनहरू रहेछ है गाइज यिनीहरू चाहिँ 7,000, 7,400, 4,000 को रहेछ अनि यहाँनिर चाहिँ लाबरहरू रहेछ 300 को नेपाली चाहिँ 300 यता चाहिँ 4,000 है यस्तो मालाहरू यस्तो औठी हेर न यो पहिला हामीले गुडियाको घाँटीमा लाउँथ्यौँ नि सानो हुँदाखेरि किरिङहरू खुरन्ते खयो यो हाम्रो चाहिँ नेपालमा नाम बनाउँथ्यो नि गाई चाहिँ यता पनि नाम बनाउँदो रहेछ कि यस्तै जस्तो यस्तो बनाउँदो रहेछ गाई हेर्दै हिँड्ने हो अब चाहिँ है यहाँ पनि खाजा खाने ठाउँ रहेछ अब हाम्रो चाहिँ के छ र अघि हामीले चाहिँ खाजा खाइहाल्यौँ यता त डुल्ने मात्रै हो खुट्टै दुख्यो हो मेरो चाहिँ यहाँ चाहिँ मासु पाउँदो रहेछ लेट्सी यहाँ चाहिँ केही होला जस्तो छ तर अहिले होइन भर्खर खाना खाएको छौँ होइन के हो यो यो के हो यस्तो रहेछ अब हामी त हेर्ने चित्त बुझाउने यहाँनिर मासु पोलिराखेको छ सायद सुँगुरकै होला के को हो म चाहिँ भिडियो गर्दै हिँड्छु ल गाइज कति रुपियाँ हो यो चाहिँ 4,000 रुपियाँ रहेछ है थाहा भएन एक्ज्याक्ट के कसो छ भन्ने कुरा अब म त नेपाली एक्लै छु यिनीहरूको पछि त हिँड्ने हो अब मेलाहरू चाहिँ यस्तै छ के हो यहाँनिर चाहिँ थाहा छैन के हो यार एकदम जाडो भइरहेछ यो जुस चाहिँ मिठो हुन्छ है मिठो हुन्छ पहिला खाइसकेको र भनेको है मैले चाहिँ मिठो हुन्छ भनेर सरी मकै देखेर केटीहरू चाहिँ मक्क पर्दैछन् पहिला चाहिँ खानेकुराको स्टोरहरू चाहिँ उता परेको जस्तो लाग्यो यो पालि चाहिँ यता रहेछ क्या गाई माछाहरू हेरे खाने 얼마 해요? 7,000원. 먹어요? 박스 이렇게 많이 줘요. 먹어요? 하나 해줄까요? 이거? 어떻게 얼마예요? 이거 5,000원. 이거 나오지 마. मलाई चाहिँ गङ्गडा पो खानु मन लागेको त इको मगायो? 안녕하세요.
뭐 먹으려고? 아이가 뭐 먹는 거야? ला यो चाहिँ हाम्रो कोरियन साउ हो क्या उतापट्टि के भन्छ ने 감사합니다 यो खाने भयो क्या गाइज ठिकै छ अब मकै खाँदै हिँड्ने भयो है हामी चाहिँ यो चाहिँ के भन्छ कुखुराको मासुको छाला होइन 감사합니다 अनि झिङ्गे माछा अनि यो चाहिँ गङ्गटा अनि त्यो मकै अनि हाम्रो नि मकै गाइज के हो यस्तोहरू अक्टोपस किरा माई गडनेस राम 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 के हो यस्तो हामी त हेरेको गाइज यहाँ चाहिँ प्रोग्राम भइरहेको रहेछ गाइज यो मकै चाहिँ हामी खाने बेलामा चाहिँ हाम्रो कम्पनीदेखि उतापट्टि चाहिँ स्ट्रबेरीको साउ हुनुहुन्थ्यो नि त अनि उहाँलाई चाहिँ हामीले जहिले जहिले आन्नासयो भन्दा इन्सा गर्थ्यौँ किनभने चाहिँ पहिला चाहिँ हामी स्ट्रबेरी फकाउनुलाई त्यसो गर्थ्यौँ क्या अनि फेरि पछि नगर्दाखेरि चाहिँ कति अप्ठ्यारो लाग्थ्यो नि त्यहाँदेखि हाम्रो साउलाई चाहिँ बरु गर्दिनौँ होइन प्रायः जस्तो अन्त त्यो साउलाई चाहिँ देख्ने बित्तिकै गर्छ अनि अघि पनि देख्ने बित्तिकै आन्नासयो गरेको गएको चाहिँ 5000 रुपियाँ होइन तर अर्को अनि 1000 रुपियाँ 10000 रुपियाँ दिनुभएको थियो अनि 10000 दिएपछि हामी अनि फेरि 4वटा खाएको अनि 10000 त भइहाल्यो 10000ले अब भएर डिभाइड गरेर पैसा बराबर बाँड्न पर्छ है अनि स्टार्टै भएको छैन प्रोग्रामहरू प्रायः चाहिँ त्यही पनि हामी हिँड्दैछौँ डुल्दैछौँ एकदम मिठो छ यो मकै चाहिँ कसम भनेको थ्याङ्क यू स्ट्रबेरीको साउ पानीको सुविधा यसरी राखिदिएको हुन्छ गिलास चाहिँ यही हो यहाँ तातो पानी हल्का चिसो पानी मिक्स गरेर खाने हो चिसो पानी मात्रै खानु हुँदैन क्या अहिले यस्तो हावा चलिरहेछ अनि गाइज हामी चाहिँ अघि पल्लो एरियामा थियौँ भने अहिले चाहिँ खाँदै खाँदै यताको एरिया यहाँनिर चाहिँ अब प्रोग्राम स्टार्ट हुन्छ है यस्तो रमाइलो हुन्छ तर म चाहिँ भरेसम्म बस्नु सक्छु कि सक्दिनँ जाडो भइसक्यो केटीहरूलाई म फेरि एकचोटि कुरा गर्छु तर म चाहिँ जाडो भइसक्यो क्या टाउको दुख्न थालिसक्यो चिसोले फर्किन्छु होला जस्तै भइसक्यो एउटालाई यस्तो लागिरहेछ त्यही पनि जाडो भएको छैन कि त आम्मामा यहाँ चाहिँ एकदम रमाइलो हुन्छ गाइज म त कसम भनेको अहिलेसम्म म यो ठाउँमा बसेदेखि जतिचोटि मेला लाग्छ त्यतिचोटि आइसकेँ क्या त्यही हो हुने चाहिँ प्रोग्राम रिपिट हुन्छ तर नि आइरहेको हुन्छु म चाहिँ
गाइस म चाहिँ घुमेर नि ट्याक्सीमा चढेर आइसके अनि मैले चाहिँ आज सपिङ चाहिँ के गरेको छु भन्दा नि बाहिरको सपिङ चाहिँ होइन त्यही हो सब्जीहरू टमाटर 5,000 रुपियाँ होइन 5,000 भनेको नेपाली 500 अनि यो के भन्छ मासु चाहिँ सस्तो छ कि यो मासु चाहिँ 700 रुपियाँ हो मैले चाहिँ 1 केजी को भोलि मोमो खानेर किमा बनाउन लागेको अनि यो चाहिँ लसुन तातेकै पाउँछ यो चाहिँ पिरो खालको खोर्सानी यो चाहिँ कतिको भनेको ए होइन 3,000 रुपियाँ होइन लसुन चाहिँ 5,000 रुपियाँ यो चाहिँ 3,000 रुपियाँ हो है अनि मैले बन्दा 300 रुपियाँ हो 1 किलो 300 रुपियाँ नेपाली 300 रुपियाँ यहाँको 3,000 रुपियाँ है अनि अघि म चाहिँ भन्नु पर्दाखेरि चाहिँ आँखा चाहिँ यस्तो मोटी न मोटी छु होइन तर म चाहिँ उयसमा छु क्या के भन्छ त्यसलाई डाइटिङमा छु अनि सबै यो अनि यो चाहिँ धमला हुँदैन अनि यो चाहिँ 5,000 यो पनि 5,000 यो पनि 5,000 होइन अनि यो चाहिँ दुईटाको 5,000 यो चाहिँ सनफ्लावरको दाना हो आई थिङ्क यो चाहिँ के हो मलाई थाहा भएन तर खानु चाहिँ खाएको मैले पहिला नि तर याद भएन अनि सुँगुरकै मासु हो यो चाहिँ मैले के भन्छ 700 मै ल्याएको 7,000 मै ल्याएको अनि अब भनेको अब डाइटिङ गरिरहेको छु नि त अनि काँक्रा त खानुपर्छ त्यो काँक्रा चाहिँ 5,000 को कतिवटा एउटा दुईटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा 10वटा को 500 रुपियाँ काँक्रा है अनि कागती यो पनि 500 रुपियाँ नै हो 1 2 3 4 5 6 7वटा को 500 रुपियाँ यहाँको 5,000 रुपियाँ ल गाइज आजको मेरो सपिङ मेरो डुलाइ चाहिँ यस्तै भयो होइन अनि के कस्तो लाग्छ नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला है अनि त्यहाँदेखि के कस्तो लाग्छ प्रतिक्रिया कमेन्टमा दिनु होला अनि म चाहिँ फेरि त्यो भ्लग बनाउन चाहिँ मन लाग्छ कि फेरि हाम्रो कामको बेलामा फोन चलाउनु मिल्छ गीत सुन्नु मिल्छ होइन तर त्यो फोन चलाइराख्यो भने चाहिँ काम गर्न भ्याइँदैन नि त अनि अरू साथीहरूले जति टिप्नु मैले पनि त्यति नै टिप्नु पर्ने हुन्छ नत्र चाहिँ साउले यसले ठगेछ भनेर चाहिँ प्रश्न बुझिहालिन्छ नि त त्यस्तो भएर चाहिँ म बारीमा त्यति भ्लग बनाउँदिनँ तर भ्लग चाहिँ मेरो पहिलाको पुरानो भ्लगहरू हेर्नुभयो भने चाहिँ तपाईँले पक्कै थाहा पाउनुहुन्छ मेरो चाहिँ सिलामको पत्तामा काम हो होइन अनि के कस्तो हुन्छ भनेर सबै त्यहीँनिर हुन्छ हेर्नु होला अनि के भन्छ यहाँसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद बाई बाई लभ यु सबैजनालाई